शुभ बिहानी। आज मिति 2082 साल माघ 8 गते बिहिबार। नारायणी अनलाइनको दैनिकी आजको राशिफलमा स्वागत छ। म मनिषा सापकोटा। ज्योतिषी भूपेन्द्र राज घिमिरेले तयार पार्नु भएको 12 राशिफल यस प्रकार रहेको छ। सुरुमा मेष राशि। विदेश जाने सपना सङ्घाल्नु भएको छ भने योजना बनाउँदा शुभ हुनेछ। अझ राजनीतिक वा समाज सेवा नै कार्यक्षेत्र हो भने नेतृत्वदायी भूमिका वहन गर्नुपर्नेछ। नयाँ कार्यको जग बसाउन सकिनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। वृष राशि। मेहनतले भविष्य सुधार्नेछ। करियर र व्यवसाय प्रतिको चासो बढ्नेछ। उच्च शिक्षा एवं भावी कार्यक्षेत्रका बारेमा जानकारी बटुल्ने दिन रहेको छ। लगनशीलताले कार्यक्षेत्रमा कार्य अगाडि बढ्नेछ। शारीरिक एवं मानसिक सुख तथा सन्तुष्ट भने प्राप्त हुनेछ। मिथुन राशि। पूर्व अनुभव र सिपप्रति आशावादी बन्ने दिन रहेको छ। आइपर्ने विघ्न बाधा र अवरोधमाथि समेत विशेष नजर राख्न नबिर्सिनुहोला। महत्वपूर्ण निर्णयमा धैर्यपूर्वक सोच विचार गर्नु उपयुक्त हुनेछ। व्यापार व्यवसायमा पनि सोचेको जति फाइदा नहुन सक्नेछ। कर्कट राशि। आपसी समन्वय र तालमेलका लागि कुनै कुरालाई त्याग्न समेत सक्नुपर्नेछ। संकटको सामना गर्दै उपलब्धि हासिल गर्नुपर्नेछ। कड़ा मेहनत र लगनशीलता पछि गरिएको कामबाट लाभ हुने सम्भावना छ। सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको नै राम्रो हुनेछ। सिंह राशि। आनन्द र मनोरञ्जन गतिविधिमा केन्द्रित भइनेछ। कामकाजी महिलाको व्यक्तिगत समुन्नति र प्रतिष्ठाको योग छ। छोराछोरीले मनको कुरा बुझ्नेछन्। बौद्धिक एवं प्राज्ञिक उन्नयनको दिन परेको छ। आफ्ना कामहरूबाट यथोचित लाभ मिल्नाले मन प्रसन्न रहनेछ। कन्या राशि। आज अड्किएर रहेका कामहरू सफल हुनेछन्। ऊर्जा, ग्यास, इलेक्ट्रिक, खेलकुद र धातुजन्य पेशामा आबद्ध कारोबारीका लागि दिन राम्रै रहनेछ। तर पनि मस्तिष्कलाई आराम हुने समय छैन। प्रतिस्पर्धीहरू परास्त होलान्। वैदेशिक क्षेत्रको काम अघि बढ्ने देखिन्छ। तुला राशि। आफन्तको व्यवहार देखेर दिक्क लाग्न सक्छ। तथापि नौला व्यक्तिहरूसँग सम्पर्क बढ्ने र लाभ पाउन सकिने समय छ। पारिवारिक तनावका कारण पढाइ विचलित हुन सक्ने समय छ। तपाईको प्रगतिमाथि ईर्ष्या गर्नेहरूले दुःख दिन सक्नेछन्। परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्नेछ। वृश्चिक राशि। शारीरिक थकान र बेचैनीको समय छ। सानातिना विषयमा चिन्ता गर्ने हुँदा आफू मात्र होइन आफन्त र साथीसँगैको तनावमा समेत वृद्धि हुने समय छ। लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। धनुराशि। साथीभाइ वा आत्मीय जनसित भेटघाट हुने वा सहकार्यमा कुनै काम सम्पन्न हुने समय छ। शिक्षा क्षेत्र, खेलकुद वा शारीरिक तन्दुरुस्ती सम्बन्धी विषयमा रुचि जाग्नेछ। बौद्धिक प्रतिस्पर्धामा विजय भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। मकर राशि। भौतिक सुख र आनन्दको चिन्ताले सताउनेछ। कठोर शब्द र खरो बोलीका कारण शुभचिन्तक एवं सेवाग्राही असन्तुष्ट र रुष्ट हुन सक्ने समय छ। व्यापार लगायत आर्थिक काममा मन्दी आउन सक्छ। लोकाचारका लागि फजुल खर्च बढ्न सक्नेछ। कुम्भ राशि। कार्यक्षेत्रमा प्रगति हुनेछ। एक आपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ। नजानेको कुनै कुरा छ भने पनि मित्र र शुभचिन्तकको साथ र सहयोग प्राप्त हुनेछ। साहसिक कार्यले आफूलाई चिनाउन सकिनेछ। र अन्तमा मीन राशि। परिबन्ध र बाध्यताका काममा रुम लिनुपर्ने समय छ। नियमित र व्यावहारिक खर्च बढ्न सक्छ। तर वैदेशिक प्रयोजनको कामबाट मनज्ञ लाभ हुनेछ। सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ। राशिफलले जे जस्तो भने पनि तपाईको आजको दिन शुभ रहोस्।